हेलो गाइस, दिस इज माई अनदर न्यू भ्लग र आजको भ्लगमा म तपाईहरुलाई देखाउनु छु कतारको सबैभन्दा एक्सपेन्सिभ एरिया जुन तपाईको कस्तो के हैन एकदम ठुलो ठुलो हैन बिल्डिङहरु एकदम एक्सपेन्सिभ बिल्डिङहरु छ क्या। मेरो पछाडीको ब्याकग्राउन्डमा पनि हेरिराख्नु भयो होला र यतातिर हेर्न सक्नुहुन्छ। यता मेरो पछाडी अगाडि ओ खतरा छ कि यतातिर एकदम सेन्टर एरिया हैन र यहाँनिर ठुलो ठुलो हैन शेखहरुको बिल्डिङहरु हो र यहाँनिर चाहिँ धेरै कुराहरु कारको शप हैन अनि त्यसपछि तपाईको मलहरु अनि म्युजियमहरु यता पुरै छ क्या। तपाईलाई म देखाउँछु यतातिरको भ्यू हेर्नु गाइज। यही हो सिटी सेन्टर, यो सबैभन्दा एक्सपेन्सिभ एरिया। यहाँनिर बिल्डिङ हेर्नु न, बिल्डिङ हेर्न सक्नुहुन्छ। के हैन यहाँनिर अब तपाईको सानोतिनो मान्छे सक्दैन क्या, सानोतिनो मान्छेहरु आउन सक्दैन, खान सक्दैन, त्यसरी घुम्न लगाउन हैन सक्दैन हैन। यहाँनिर पुरै रिच पिपुलहरु मात्रै आउँछ क्या यतातिर। अनि उनीहरुले घुम्ने खाने हैन कारहरु पनि हेर्न सक्नुहुन्छ। पछाडी यस्तो हेभी कारहरु छ हैन। जे होस् यतातिरको यो एकदम फेमस एरिया हो र यहाँनिर ठुला मान्छेहरु मात्रै बसोबास गर्छन्। गरिब मान्छेहरु चाहिँ अलि कमै आउने गर्छन् के यतातिर। म चाहिँ ट्याक्सीको वेटमा छु अनि टक्क ट्याक्सी पाएपछि जानुपर्छ। अलि यो साइडतिर मेरो पछाडी रेन्ज रोभर आउँदैछ, रेन्ज रोभर। जाउँ नि बिस्तारै हेरौँ के कस्तो छ यतातिर। यहाँनिर क्याफे रहेछ एउटा, यो पनि अलि महँगै क्याफे होला यार। यस्तो छ क्या क्याफे। र यही हो कतारको सिटी सेन्टर एरिया। आज त लास्टै घुमियो गाइज हैन। मेरो पछाडि हेर्न सक्नुहुन्छ यतातिर। यहाँ पुरै अहिले त केही छैन तर साँझतिर धेरै मान्छेहरु हुन्छ यतातिर आफ्नो खानासाना खाने, खाजासाजा खाने यताउता हैन। मेरो पछाडि हेर्नु भइरहेको होला, यो चाहिँ रेस्टुरेन्ट हो। अहिले त मान्छेहरु छैन यतातिर हेर्न सक्नुहुन्छ। अब एकैचोटि त्यही साँझतिर 6-7 बजेतिर हैन मान्छेहरु टन्नै हुन्छ। यहाँनिर पुरै खतरा ठुलाबडा मान्छेहरु आउँछन्, यहाँ बस्छन्, कफी सफी खाने, गेट टुगेदर गर्ने, इन्जोय गर्ने, बस्ने अनि त्यसपछि जाने। त्यही त म चाहिँ एकछिन थाकिसकेँ के, त्यही भएर यसो अलिकति रेस्ट गरौँ भनेर यहाँनिर बसिरहेको। रेडबुल पनि चिसो भइसक्यो, तातो भइसक्यो। पुरै उतातिर कतार फाइनान्सियल सेन्टर छ, उतातिर पनि देखाउन सकिन्छ। हेलो गाइस, अहिले म एक्लै छु, एक्लै हिँडिरहेको हो बाटोमा। अनि त्यही भएर यो एरियाको बारेमा अलिकति एक्सप्लेन गरौँ भनेर हो। तपाईहरु भिडियोमा हेर्नुहुन्छ होला, फोटोहरुमा हेर्नुहुन्छ होला, कतारको यो दृश्य मेरो पछाडि भएको दृश्यहरु हेर्नुहुन्छ होला हैन। यो भनेको कतारको एकदम फेमस एरिया हो कि। तपाई भिडियोमा, फोटोमा, कुनै म्यागजिनमा फोटो भिडियो हेर्नुहुन्छ नि, त्यो एरिया भनेको यही एरिया हो। मेरो पछाडिको ब्याकग्राउन्ड हेर्नु भइरहेको होला, यही एरिया हो। यही एरियाको चाहिँ प्रायः जसो हैन भिडियो फोटोहरु सब आइरा हुन्छ क्या। र यही एरिया हो सबैभन्दा फेमस एरिया क्या। सबैभन्दा फेमस, सबैभन्दा एक्सपेन्सिभ र सबैभन्दा दामी ठाउँ। र अहिले यतातिर चाहिँ पुरै रुख छ, चियो शीतल छ। अनि म चाहिँ हिँडिरहेको छु, एकदम आनन्द फिल भइरहेछ क्या। यस्तो लागिरहेछ कि म अमेरिकामा छु जस्तो लागिरहेछ क्या। यस्तो फिल भइरहेछ यो एरियामा है। आफ्नो एरिया गएपछि फेरि लाग्छ कि खाडीमा छु जस्तो लाग्छ। यो एरियातिर चाहिँ यस्तो लाग्छ कि म ठुलै सिटीतिर छु जस्तो लाग्छ क्या। घाम पनि कडा छ। अब कति बेर यतातिर अब ट्याक्सी खोजेर टक्क निस्किनुपर्छ।
यतातिर पार्क पनि रहेछ, सानोतिनो पार्क। अहिलेमा टक्क नुहाउन पाए यस्तो आनन्द आउँथ्यो। चिसो चिसो पानी, पुरै पानी पनि कस्तो के ब्लू कलरको देखिरहेछ है, त्यो ब्लू भएर होला। मैले ट्याक्सीको लागि कहाँ जाउँ यार, यो त हाइवेमा आइसक्यो, यतातिर ट्याक्सी पनि रोकिँदैन होला। अनि त्यहाँनिर गाइस अहिले एउटा पबाल चिज देखाउँछु, हेर्नु होला। त्यो के हो भन्नु होला तपाईहरु। अरे माई गॉड, यहाँनिर हेर्नु, यतातिरको सिग्नल खुल्यो अनि यतातिर सिग्नल खुलेर टक्क अब यता गाडीहरू पास हुँदैछ। म ट्याक्सीको लागि कहाँ जाउँ यार। यताको सिग्नल खुल्यो गाइज, अब यताबाट जान छु। यो गाडी हेर्नु कसरी निस्किरहेको छ यहाँबाट। अनि यो चाहिँ के हो, यो चाहिँ के को कार्टुन बनाएको छ तपाईहरु यसो भनिदिनु होला कमेन्टमा है। अनि एउटा ड्राइभरले चाहिँ एउटा गाडीवालाले चाहिँ मलाई जा क्रस गर भनेर भन्दै थियो क्या। अनि म यो भिडियो बनाउँदा खै म कहाँ पुगिसकेँ मलाई आफै थाहा छैन। अब ट्याक्सी कहाँ पाउने यार, ट्याक्सी पाएर निस्किनुपर्छ यार, टाइम पनि धेरै भइसक्यो यतातिर। र आजको लागि यति नै थियो यो भिडियो। अब हामी चाहिँ नेक्स्ट भिडियोमा भेट्छौँ। र हाम्रो च्यानलमा नयाँ मान्छेहरू जुड्नु भएको छ भनेपछि हाम्रो च्यानललाई गएर लाइक, सब्सक्राइब, कमेन्ट, सेयर गरिदिनु होला। र यो भिडियोमा जे होस् 200 भ्यू अपग्रेड होस् भन्ने धारणा राखेको छु। र हाम्रो च्यानललाई यसो माया गरिदिनु होला।